सबैलाई जयमसी अनि हामी हेर्न सक्छौँ यो चाहिँ नेपालमा हामी चाहिँ चुवा भनेर भन्छौँ यसलाई। अनि यहाँनिर पनि एकदम मजाले फुलिरहेछ यो साँझको समयमा हामी देख्छौँ। अनि यो फुललाई हेर्दै गर्दा अनि मलाई स्मरण रह्यो कि जब यो फुलको बास्ना अनि यति मिठो हुन्छ अनि मैले यसो हेर्दै जाँदाखेरि चाहिँ एकदम राम्रो रहेछ। हामी देख्छौँ यहाँ धेरै फुलहरू अनि फुलिरहेको छ अनि यो सुक्खा ठाउँमा पनि अनि यो चाहिँ फुल्दा रहेछ हामी देख्छौँ। अनि यहाँ अहिले साँझको समयमा चाहिँ हामी यस्तो दृश्यहरू देख्न सक्छौँ। अनि यो दृश्यहरू हेर्दै गर्दाखेरि कता कता अनि नेपालको याद पनि आउँछ। अनि आफ्नो प्रवासलाई छोडेर आएका छौँ, यो प्रवास भूमिमा हामी बसिरहेका छौँ। अनि धेरै गरमहरू बढिरहेछ अनि गर्मी असाध्यै बढेको कारण अनि स्वास्थ्यमा विभिन्न समस्याहरू आइरहेको छ। अनि एकअर्कामा सुरक्षित रहनुहोला अनि भन्ने जानकारी गराउँछु। अनि एकदम धेरै गरमहरू बढिरहेको छ, तपाईँहरू स्वास्थ्यलाई ध्यान दिनुहोला। अनि पानीहरू एकदम मजाले प्रशस्त पिउनु होला। अनि हामी देख्छौँ अब यो गरममा असाध्यै धेरै गर्मी भएको कारणले मानिसहरू चाहिँ अस्तव्यस्त छ। जो बाहिर ड्युटी गर्ने कन्स्ट्रक्सन लाइनमा हुनेहरू अनि सुरक्षित रहनुहोला। तपाईँहरूलाई जसरी छुट्टी दिएको छ 12:30 देखि 3:30 बजीसम्म तपाईँहरू मस्त आफ्नो समयमा रेस्ट गर्नुहोला। अनि जो कन्स्ट्रक्सन लाइन जो बाहिर हुनुहुन्छ उहाँहरू सुरक्षित रहनुहोला भन्ने जानकारी गराउँदछौँ। अनि यहाँ हुनुहुन्छ हाम्रो गोलधापको भाइ अनि हामी चाहिँ सेवाबाट फर्किँदैछौँ। अनि उहाँहरू एकै ठाउँको उनीहरू भलाकुसारी गर्नुभएको छ। अनि उहाँहरूलाई अनि साँच्चै नै एकदम राम्रो ठाउँमा छौँ। हेर्न सक्नुहुन्छ यत्रो गर्मीमा पनि मानिसहरू अनि कतिजना मानिसहरू चाहिँ यसरी बाहिर बसिरहेको छ। हामी देख्छौँ उहाँहरूले चाहिँ विभिन्न खानेकुराहरू खाएर बसिरहनु भएको छ। जान्नुहुन्न उहाँहरू आफ्नो ठाउँमा। अनि धेरै गर्मी भए तापनि उहाँहरूले आफ्नो स्वास्थ्यको विषयमा उहाँले ख्याल गर्नुपर्ने हुन्छ। अनि एकदम गर्मी छ। अनि म जानेछु यो एरोदेखि तल हो मेरो रुम चाहिँ। अनि तपाईँले हेर्न सक्नुहुनेछ। अनि कतिजनाले हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल छ, मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न सक्नुहुनेछ। तपाईँलाई म आशा अपेक्षा